150 पल्सर मात्र 19,000 किलोमिटर घुरेको गाडी हो। तपाईहरु सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। यसको अब हामीहरु क्लच प्लेट चेन्ज गर्छु एकदम चिलपारामा। पहिला नटहरु सबै राम्रोसँग खुल्ने, मजा लागेर खोलिने अनि चेन्ज गर्ने। हामीहरु क्लच प्लेट कसरी चेन्ज गर्छ तपाईहरुलाई आज म लाइभ हेराउने छु। लाइक गरिदिनु होला। मोबिल हेर्नु कस्तो निस्किरहेछ एकदम कालो। रातिको बेला हो, 11 बजिरहेछ अहिले राति। अल्पत्रमा परेको बाइक हो यो। हाफ क्लचमा घुरायो भने त्यो छिटो क्लच प्लेट जान्छ। हाफ क्लचमा नघुराउनु होला। मजाले नटहरु खोल्ने नयाँ बाइक हो। एकदम मस्त लागेर खोल्ने। बेरिङ निस्केन त्यो। अब यतिकै खोल्छु हामीहरु। पत्तै निस्क्यो बेरिङ। भाइब्रेसनले, मसिनको भाइब्रेसनले। एकदम मजाले खोल्ने। एकदम सस्तो रेटमा हामीहरु क्लच प्लेट हाल्छु। तपाईहरु फुल भिडियो हेर्नु होला। एकदम राम्रोसँग खोल्ने हो हामीहरु, कुनै दिक्कत नगरेकै। अब तपाईहरु हेराउँछु क्लच प्लेट कस्तो छ। एकदम पुरै गइसकेको छ क्लच प्लेट। हेर्नु होला कस्तो गएको छ। हाफ क्लचमा गाडी घुराएपछि यस्तै हुन्छ। अब फिट गर्ने हो। पुरै धोइसकेका छौं हामीहरु। पुरै मेल फिमेल पनि गइसकेको छ। अब नयाँ हाल्ला मेल फिमेल। हाफ सेन्टर भन्छ, मेल फिमेल पनि भन्छ यसलाई। क्लच प्लेट चाहिँ एफसीसी कम्पनीको हो। हामीहरु पहिल्यैदेखि मोबिलमा भिजाएर राखिरहेको छु। जति भिजाए त्यति राम्रो हुन्छ मोबिलमा। भइसक्यो। त्यो ख्याल गरेर स्प्रिङहरु हाल्नु होला। यसमा अपाची आरटीआर को पनि लाग्छ, युनिकर्न को पनि लाग्छ क्लच प्लेट। लास्टमा तपाईहरुले साउन्ड सुनाउँछु कस्तो छ साउन्ड। स्प्रिङ राम्रोसँग हाल्नु पर्छ। त्यो राम्रोसँग पुरै बराबर टाइट गर्नु पर्छ, अन्त त्यो भाँचिन्छ। भाँच्यो भने त सकिगयो नि त। भिडियो कुन कुन ठाउँबाट हेर्नु भएको हुनुहुन्छ
कमेन्ट गर्नु होला है कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ भिडियो सब्स्क्राइब गरिदिनु होला। एउटा नट पहिला हाल्ने अनि त्यसपछि टाइट गर्ने। धेरै मसिनले गर्यो भने त्यो भाँचिन्छ। लास्टमा साउन्ड सुनाउँछु तपाईहरुलाई कभर कसेर। पुरै फुल टाइट गर्नुपर्छ कभर। राम्रोसँग न त मोबिल लिक हुन्छ, त्यसबाट सर्किन्छ मोबिल, राम्रो देख्दैन। न्यू बाइक हो। क्लच चाहिँ मिडियम मिलाउनु पर्छ, न हार्ड न लुज। तपाईहरुले साउन्ड सुनाउँछु अब स्टार्ट गरेर पिकअप पनि हेराउँछु। फाइनली भइसकेको छ बाइक एकदम चिल पारामा। गाइज आउनु होला तपाईहरु पनि, राम्रो काम हुन्छ सस्तोमा।